मेरो अगाडि रहेको प्लेयर चाहिँ एफोर गेमर हो, जसलाई सबैले मामा भन्छन्, तर मैले चाहिँ छाडा गेमर भन्छु, किनभने भिडियो लास्टसम्म हेर्नु आफै थाहा हुन्छ। यो रानीको छोरो कति मेरो पछि आएको भनेको मुझे बङ्गाली। फ्याक्ट्रीमा म आफ्नो टिममेटलाई बचाउन आएको थिएँ, तर त्यही फेरि युट्युबरहरू मेरो पछाडि आएन। अनि अर्को कुरा, गाली दिन मलाई नै आउँछ, तर मैले गाली गर्दिनँ होइन, किनकि रेस्पेक्ट एन्ड संस्कार भनेकै सबैभन्दा ठुलो कुरा हो। सो रेस्पेक्ट गर्छु मैले एफोर को सबैको, तर के गर्ने भाइ, तिमीहरूको एफोर मामाले त भाइ के हेर्छौ तिमीहरू लाइभ स्ट्रिम यार? फ्यामिलीसँग बसेर हेर्छौ कि के एक्लै कुनामा कि टोइलेटमा लुकेर हेर्छौ यार यस्तो गालीहरू? यो रानीको छोरो बङ्गाल त म यही मादा बङ्गालीसँग मात्र भेट हुन्छ यार।